हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी दुईजना चाहिँ सिन्धुपाल्चोकको सिन्धुपाल्चोकी माई मन्दिर जाँदैछौँ। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चैको साथ आज सिन्धुपाल्चोक माई मन्दिर जाँदैछौँ। मेरो भिडियो चाहिँ के कस्तो लाग्छ, हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। मेरो फुल भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। ल साथीहरू, यहाँ बाबाईको डान्स सँगसँगै हामी अगाडि बढ्दैछौँ। आज चाहिँ हाम्रो यात्रा भनेको सिन्धुपाल्चोकी माई मन्दिर। बाबालाई के कस्तो लाग्दैछ आजको दिनमा? यस्तो रमाइलो, यस्तो बाटो एकदम अप्रुप रहेछ है। बाटो चाहिँ गत्रङ 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 त्यसमा चाहिँ हामी यात्रा चल्दै गयौँ। तलको बाटो हेर्दाखेरि के हो, यो गाउँै जाने बाटो हो कि मन्दिर मात्रै जाने बाटो होला है बाबा? मन्दिरमा जाने बाटो यस्तो बनाउँछ, गाउँै जाने बाटो होला है। मन्दिर जाने मात्रै यस्तो बनाउँदा भइहाल्छ। यो त अब गाउँ जाने बाटो हो नि, यसरी बनाएको। कहाँ मन्दिर जाने मात्रै यसरी बनाउँछ? बारीहरू त डाँडा छ, धेरै डाँडा छ। काठमाडौँ नजिक भएर मात्रै त कतै सबै सेटल भएको। धेरै हाम्रोभन्दा धेरै भिड पाखा यो ठाउँ। नभए त्यही खोला छेउछेउ मात्रै हुन्छ। अलिकति खोला गति गति चाउल बेसीतिर मात्रै अलिकति छैन। बा सबै रातो माटो चिम्टे माछाहरू ल है। मिलम्ची बजार तल त्यही रहेछ। अलिकति गरमबाट खोला आयो। मिलम्ची बगरमै रहेछ नि त, खोलाकै छेउमा। त्यही भएर झन्डै लग्छ खोला। हामी चाहिँ सिन्धुपाल्चोक मन्दिर पुग्यौँ है साथीहरू। यो मन्दिर चाहिँ गहिरामा रहेछ है। मलाई चाहिँ कस्तो ठाउँमा होला भनेर सोचिरहेको थिएँ नि त। अब यहाँनिर आउँछु भनेको नि अब धेरै भइसकेको थियो, मैले सम्झेको पनि होइन। अब आउनु पायो, ढुक्क भयो है। गहिरामा रहेछ मन्दिर। भर्खर बनिनु भर्खर अझै अब यो बन्दै रहेछ नि त मन्दिर। पानीको धारा यस्तो राम्रो यहाँनिर। 47 5 बज्नु 4:49 हिँडेको। धारा खोल्नु त पख्नै देखाउनु खतरा हुँदा थियो नि। भयो यो मन्दिर चाहिँ
यो मन्दिर चाहिँ एकदम सोचेको आँटेको कुराहरू पुग्छ अरे, एकदम शक्तिशाली मन्दिर अरे होइन भनेर सबैले भनिन्छ नि त। अनि त्यो भन्दाखेरि चाहिँ अब यो मन्दिरमा चाहिँ मैले एकदम विश्वास लागेर मैले नि भेडी उठाएको थियो है, चामल र भेडी उठाएको थियो होइन। म पनि नरियल लिएर आउँछु है भनेर चाहिँ अनि भनेको थियो नि त। अनि बल्ल बल्ल अब आउनु पायो, मलाई धेरै खुसी लागिरहेछ होइन। यहाँ अक्षताहरू लिएर आएको छु मैले, अब हेरौँ के कस्तो लाग्छ। मैले सोचेको आँटेको कामहरू पुगोस् भन्छु म पनि। भगवान्सँग प्रार्थना गर्छु मैले नि सोचेको आँटेको कामहरू होइन मेरो पनि पुरा हुन्छ भनेर भगवान्सँग मैले नि यहाँ प्रार्थना गर्न आएको छु। जे होस् राम्रो हुन्छ भनेर यहाँ आएको छु है। हामी दुईजना चाहिँ हामी काठमाडौँबाट चाहिँ बिहानको 4:49 भनेको 4:50 हामी बाटो लागेको थियौँ होइन। 5 बज्नु लागेको थियो। अनि ठ्याक्कै यो मन्दिरमा पुग्दाखेरि चाहिँ 7:40 पुगेको थियो नि त। अनि त्यतिखेर पुग्दाखेरि चाहिँ यहाँ गुरु आउनु भएको रहेनछ, यहाँनिरको पण्डित बाचा आउनु भएको रहेनछ। हामी चाहिँ फोटोहरू खिच्यौँ, यता दायाँ बायाँ घुम्यौँ, रमाइलो गऱ्यौँ होइन। अनि आउनु भएकै थिएन यहाँनिर गुरुबा। अनि गुरुबा आएर पनि धेरै अब पूजाहरू गर्दाखेरि 8-9 नै बज्यो है। त्यस्तै अब 2.5 घन्टा जस्तो चाहिँ लाग्दो रहेछ है काठमाडौँबाट जानलाई चाहिँ। त्यति खासै टाढा होइन, बाटो चाहिँ एकदम अफरोडै हो, अफरोड बाटो नै हो जानलाई चाहिँ। तर हजुरहरू पनि एकचोटि पक्कै यो ठाउँमा पुग्नु होला है। त्यो चाहिँ प्लान चौकी रहेछ, यो चाहिँ प्लान चौकी मन्दिर रहेछ। उताबाट पस्दै हुन्छ होला। बनाउँदै रहेछ क्या, यहाँ बनाउँदा पनि रहेछ। यहाँ चाहिँ अब मन्दिरको लागि धेरै निर्माण कार्यहरू नि भइरहेको रहेछ होइन। बाला गिटीहरू चाहिँ एकदम यहाँ चाहिँ यो हुन्छ नि, यो जस्तै अब बोक्न नसकेर चाहिँ टिनहरूलाई राखेर चाहिँ त्यहाँबाट तल झार्दै रहेछ नि त। अनि एकदम धेरै हल्ला जस्तो नि भइरहेछ होइन, कान पनि खाइरहेछ हाम्रो। अनि त्यहाँनिर चाहिँ हामी हल्ला भएर यत्तिकै भिडियोमा त लिँदैछौँ कि अब बोल्नलाई चाहिँ मिल्दैन। यो पछाडिपट्टि यस्तो धेरै अब उयो झार्दै रहेछ नि त गिटी बाल्ला। जे होस् अब हल्का फुल्का यो मन्दिर विकास हुँदै रहेछ होइन। 2046 सालमा स्थापना भएको यो मन्दिर अहिलेसम्म अब यत्तिको विकास हुँदै रहेछ, खुसी लाग्यो। बिस्तारै विकास हुने हो, रोडहरू पुगेको रहेछ, राम्रो लाग्यो। होटलहरू हुँदै रहेछ भर्खर अब गाडी पुग्दैछ, रोड बन्दैछ, होटलहरू खुल्दैछ, निर्माण कार्यहरू भइरहेको रहेछ। अझै अब विकास हुन्छ होला, अझै यहाँनिर कति विकास हुन्छ होला है। फेरि हामी जानु नपाए पनि हजुरहरू जानु होला। विकास हुँदैछ, राम्रो हुँदैछ। मन्दिर एकदम शक्तिशाली मन्दिर हो होइन। म चाहिँ एकदम त्यही भनेर म चाहिँ विश्वासमा छु, शक्तिशाली मन्दिर भनेर। राम्रो लाग्यो। जे होस् एकदम भगवानको बास भएको स्थानै रहेछ यो ठाउँ हेर्दाखेरि होइन। गहिरामा कस्तो मजाले बनेको होइन। कति वर्षदेखिको ठुलो रुखहरू त्यहीँ, त्यो रुखहरूको फेदमा त्यो मन्दिर 2046 सालमा स्थापना भएको। अहिले चाहिँ स्वर्गमा चाहिँ राक्षस र हाम्रो युद्ध चलिरहेको छ। हाम्रो चाहिँ हार हुने अवस्थामा पुग्यो। यदि हाम्रो जित हुने हो भने त्यो उपाय चाहिँ तपाईँसँग मात्रै छ भन्ने कुरा चाहिँ मैले राजपुरोहितबाट थाहा पाएँ, मेरो राजपुरोहितबाट थाहा पाएँ। अब चाहिँ त्यो उपाय मलाई बताइदिनुहोस् भनेर चाहिँ मैले चाहिँ 2 घुँडा टेक्दै 2 हात जोड्दै चाहिँ त्यसरी बिन्ती चढाउनुहुन्छ तथागत बुद्धले, देवराजबाट। अनि तथागत बुद्धले चाहिँ आफ्नो शक्तिले चाहिँ प्रथम पटक चाहिँ यस्तो लुम्ता धार्छ्यो भन्ने कुरा चाहिँ उत्पत्ति गर्नुहुन्छ। लुम्ता भनेको चाहिँ यो हो, धार्छ्यो भनेको चाहिँ बाँसमा फोरमा लगाउनेलाई
अनि उहाँले के भन्नुभयो त भन्दाखेरि त्यतिखेर कपडा कहाँ पाउनु, यस्तो मसीहरू कता पाउनु, उहाँको शक्तिले पटक चाहिँ यसरी निकालेर के भन्नुभयो भने तिमीले यो लुङ्ताले चाहिँ तिम्रो स्वर्ग जति सबै लिएर है। अनि अग्लो अग्लो डाँडामा चाहिँ यो धारछेउहरू चाहिँ हावा चल्ने ठाउँमा चाहिँ यो धारछेउ लगाऊ भनेर चाहिँ तथागत बुद्धले चाहिँ देवराजेन्द्रले चाहिँ अराउनु भयो। अनि त्यसरी अराइसकेपछि चाहिँ अनि देवराजेन्द्र त्यसै गर्नुभयो। लुङ्ता त थोरै दिएको थियो तर जति दिएर पनि आगो आइगयो यस्तो त्यो नसकेसम्म त्यो स्वर्गलाई चाहिँ फन्को नपुगेसम्म त्यसरी चाहिँ देवराजेन्द्रले यो लुङ्ताले बेर्नुभयो। अनि धारछेउ चाहिँ अग्लो अग्लो डाँडामा चाहिँ हावा चल्ने ठाउँमा चाहिँ धारछेउ गाड्नुभयो। अनि यहाँ है देव र राक्षसहरू अनि जुन युद्धमा चाहिँ अनि यो जब हावाले यो लुङ्गा र धारछेउ हल्लिन थालिसकेपछि चाहिँ त्यसको हावाले भेटेपछि चाहिँ राक्षसहरूको शक्ति चाहिँ ह्रास हुँदै गयो, कम हुँदै गयो, घट्दै गयो, तिनीहरू चाहिँ लत्रिँदै गयो र अनि देवहरूको शक्ति चाहिँ वृद्धि हुँदै बलवान हुँदै गयो। त्यसै कारणले चाहिँ के भयो त भन्दै अन्त्यमा चाहिँ राक्षसहरूको चाहिँ हारबाट देवहरूको चाहिँ जित भयो। त्यसै कारणले प्रथम पटक चाहिँ 5औं शताब्दीमा तथागत बुद्धको पालामा चाहिँ यसरी स्वर्ग बचाउनलाई चाहिँ यसरी लुङ्गा र धारछेउको चाहिँ प्रयोग भएको थियो। त्यहाँबाट हामीले के ज्ञान पाउन सकिन्छ त भन्दाखेरि यो चिज लगायो भने चाहिँ राक्षसहरूमा चाहिँ नकारात्मक ऊर्जा हुन्छ, नकारात्मक शक्ति हुन्छ, त्यो चाहिँ घटेर जाने रहेछ नि त। देवहरूमा चाहिँ सकारात्मक ऊर्जा थियो, सकारात्मक त्यो चिजहरू थियो र त्यो चाहिँ वृद्धि भएर गयो, बढेर गयो। भन्नुपर्दा चाहिँ यो लगायो भने के हुन्छ सम्पूर्ण दशग्रहहरू निवारण हुने, हाम्रो मनोकांक्षाहरू पुरा हुने होइन, हाम्रो चाहिँ दुःख पीड कष्टहरू चाहिँ यसले चाहिँ हटाएर लिएर जाने। अनि यो वरिपरि जे जति हामीलाई बित्न बाधा दिने चाहिँ भूत प्रेत वायु पिशाचहरू हुन्छ तिनीहरूलाई पनि यसको हावाले भेटेपछि चाहिँ अघिको जस्तो चाहिँ तिनीहरू चाहिँ लटिने लत्रिने र तिनीहरूले चाहिँ हामीलाई चाहिँ दुःख बिमारहरू पीडाहरू गर्न नसक्ने हामीलाई चाहिँ अनि उसको पनि अनि त्यो ठाउँबाट चाहिँ छिटो मुक्त भएर चाहिँ अर्को जुन लिनु पाउने त्यो चिजहरू हाम्रो यो वरिपरि हामीलाई बित्न बाधा दिने चिजहरू। अनि सकारात्मक ऊर्जा वृद्धि हुने चाहिँ हाम्रो चाहिँ सम्पूर्ण मनोकांक्षाहरू पुरा हुने, हाम्रो दशा ग्रहहरू चाहिँ सम्पूर्ण चाहिँ निवारण भएर जाने ती कुराहरू हो। अनि अर्को कुरा चाहिँ यसमा 5वटा कलर हुन्छ। निलो कलर हुन्छ सबैभन्दा माथि, त्यसले चाहिँ आकाशको प्रतिनिधित्व गर्छ। त्यसपछि सेतो हुन्छ, त्यसले हावाको प्रतिनिधित्व गर्छ। त्यसपछि रातो हुन्छ, अग्निको प्रतिनिधित्व गर्छ। त्यसपछि रातो हुन्छ, त्यसपछि चाहिँ हरियो हुन्छ, हरियोले चाहिँ जलको प्रतिनिधित्व गर्छ। र त्यसपछि पहेँलो हुन्छ, त्यसले चाहिँ के को प्रतिनिधित्व गर्छ भन्दाखेरि चाहिँ पृथ्वीको जमिनको प्रतिनिधित्व गर्छ। यसै गरी ब्रह्माण्ड पनि पञ्चतत्त्वले बनेको छ, हाम्रो शरीर पनि पञ्चतत्त्वले बनेको छ र यो झन्डा पनि पञ्चतत्त्वले बनेको छ। अनि त्यसै कारणले चाहिँ यो चाहिँ कोठामा बस्ने घरमा बस्ने भन्दा घरमा बस्नेले त घरमा लगाउँछ, तर कोठामा बस्नेहरू चाहिँ हाम्रो त घर छैन कता लगाउनु भन्छ त्यस्तो होइन कि। त्यसरी गुरुहरूले पूजा गर्नुभएको ठाउँमा चाहिँ एउटा दुईवटा लुगाहरू किनेर ल्याएर फुकेर चाहिँ डाँडातिर चाहिँ हाल्ने, त्यस्तो फेरसार्ने गऱ्यो भने चाहिँ हाम्रो दशग्रहहरू निवारण हुने, हाम्रो मनोकांक्षाहरू पुरा गर्ने। अनि कति चाहिँ हामीले बिजनेस व्यापार चाहिँ कति दुःख गरेको हुन्छ, जहिले लसमा जाने, हाम्रो बच्चाहरूले कति राम्रो पढे तापनि राम्रो नम्बरहरू ल्याउनु नसक्ने, कति दुःख गरेर चाहिँ कति जिपिएहरू आएको हुन्छ होइन, तर पनि भिजाहरू नलाग्ने यस्तोहरू हुन्छ। त्यस्तोमा चाहिँ यस्तो लुङ्गा धारछेउहरू चाहिँ फेरसाय पनि चाहिँ हुन्छ भन्ने कुरा छ। अनि अर्को कुरा चाहिँ यो हाम्रो चन्द्रपात्रमा है हिन्दूहरूको बाहुनहरूको चाहिँ के हुन्छ त भन्दाखेरि सूर्यपात्र हुन्छ, सूर्य पञ्चाङ्ग पात्र, हाम्रो चाहिँ मञ्जुषी पात्र चन्द्रपात्र हो। यसमा पनि के भनेको छ त लुङ्गा बिग्रियो भने, लुङ्गा भनेको चाहिँ भाग्य कमजोर भयो भने चाहिँ यसरी लुङ्गा फेर्साउनुपर्छ। ल भयो के गर्छ सबै लाखेर नगर्नु न बाबा, लाग्नु हुँदैन क्या। हुन्छ हुन्छ बाबा हुन्छ। पूजा गरेर यसलाई नै सोचेको आँटेको राम्रो पुरा होस्। भेट्यो धुवाले यिनीहरूलाई।
गन्ध पुग्यो यति भए पुग्यो नि है आज विकास हुन अझै बाँकी नै रहेछ विकास हुनु बाँकी नै रहेछ यहाँनिर है बाबा यहाँनिर टोइलेटहरूको योजना रहेछ यहाँ अन्त मन्दिर यस्तो यहाँबाट यसरी खतरा चल्ने यो झार्दैछ दिपु बाल्ला ल हामी चाहिँ फर्केको अवस्था आमालाई फोन गर्न आमालाई किन फोन गर्नु अहिले भरे एकैछिनमा फोन भइहाल्छ त नि खाना बनाउनु कति टाइम लाग्छ एकैछिनमा भइहाल्छ क्या मुना आधा किलो खसीको मासु मुना आधा किलो खसीको मासु लिएर मुना आधा किलो खसीको मासु लिएर पकाएर एक दशा हो यो होटेलको जस्तो अरे फेरि सागहरू भुट्नु अरे तरकारीहरू बनाउनु अरे होटेलको जस्तो खाना बनाएर अरे ल है गाईको डिमान्ड आयो है यसरी सबै यो तुवारो लागेर केही देखेको छैन पाल्चोकबाट फर्किँदै गरेको होइन पाल्चोक मन्दिर पाल्चोकी होइन पाल्चोकी माई मन्दिर गएर उता चाहिँ प्लानचोकी रहेछ यो चाहिँ पाल्चोकी माई मन्दिरबाट चाहिँ हामी फर्किँदै हो दुईजना आज बिहानको 4 बजेतिर होला है उठेको त्यहाँबाट अनि उठेर हामी नुहाइधुवाइ गरेर नन स्टप बिहानको 7 बज्दाखेरि ठक्क हामी पाल्चोकी मन्दिरमा आइपुगिसकेको थियौँ है 7 कतिमा आइपुगेको थियो 7 बजिसकेको थियो 7:30तिर आइपुगेको थियो 7:30तिर हामी आइपुगेको यो माथि त्यो खतरा मन्दिर पुरै सिलिङ हालेको रहेछ यो के सिलिङ हो खतरा चल्दै यो चाहिँ माथि गुम्बा बन्नु आँटे ठिकै यो डाँडामा बाटो चाहिँ यो खालको भन्नु त पुरै कति छ गाई छ यो पुरै कति छ गाई छ हेर्नु सबै कोटा चाहिँ मेरो अलिकति तर अलि अप्ठ्यारो भयो होला त्यसले तेल पनि धेरै खान्छ चौल चाहिँ यो मजाले नै चलिरहेको छ यो जम्पिङमा सबै ठिकै छ अनि यो अरू चाहिँ अब स्कुटर खै आउँछ आउँदैन मेरो चाहिँ अब आएर पनि फर्किँदैछ धेरै जम्पिङ हुन्छ स्प्रिङ पो जा लागि जस्तो डर भयो पछाडिको स्प्रिङ धेरै जम्पिङ हुन्छ नि त तर यो अलिक खतरै रहेछ यो स्पोर्ट भनेको स्पोर्टै रहेछ स्पोर्टमा पर्छ नि त यो चाहिँ ओह बस पनि आयो गाई छ यो कहाँ जाने गाई छ यो अलिक खतरै पऱ्यो क्या हो गाई चाहिँ स्पोर्टिङ भनेको दुबो चौर तामाङै होला यहाँ गाउँहरू यो दुबो चौरको डाँडा यहाँ चाहिँ कुन यहाँको चाहिँ कहाँको ओडाउँदैछहरू के छ ओडाउँदैछहरू चाहिँ के छ तामाङै हो के पार्टीको एमाले
एमाले र काङ्ग्रेस हो ल बाई नजानु है म नजाने ल जानु त तर गयो साथीले मलाई छोडेर थियो मलाई छोडेर गयो है हो ल आलुदम चाना छोटो छ जिन्दगी लै लामो सम्झना राम ल यो माथि आएर खत्र जानु आलुदम चाना यस्तो साह्रो आलुदम चाना गीत चाहिँ हाले है ल हामी चाहिँ कहाँ पुगेर आयो अरे पाल्चोकी माई मन्दिर पुगेर नि आयौँ यहाँ यस्तो राम्रो जग्गाहरू रहेछ ठाउँहरू रहेछ के गर्न आँटेको झ्याप्पै माया भन्नेमा दादा तिमीहरू धेरै अग्लो गइहाल्छ हालत हेर्नु यहाँ राम 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 माया अनि यो कसले यही माथि मैले गोजीमा